हेलो गुड मर्निङ नमस्ते साथीहरू। अब आज फेरि शुक्रबार हाम्रो ब्लग स्टार्ट भयो। 1 महिना पछाडि भनेको थिएँ, फेरि 1 हप्तामै भयो। आज हामी काबेली जाने अनि काबेली जाने। अब मैले चाहिँ खासमा यसलाई लिएर जाने भनेको थियो माथि सुकेटारतिर, तर भएन। हान्छ र आधेले हात गुड भयो, हात चाहिँ दिन्छ यसले, अरू केही नभए नि यसले हात दिन्छ। यस्तो छ। अनि हक्छ नि अनि अब खाएपछि हक्छ, हामी पनि हक्छौँ होइन होइन छोरो। अनि सुभाषे म छोरो अनि पदम सर उतै हुनुहुन्छ। अनि टक्क लाएर हामी माछा साछा खाने यसो टक्क अनि आउने। त्यस पछाडि ल हेर्दै गर्नु होला। फाइनल्ली साथीहरू हामी चाहिँ घरबाट निस्किसक्यौँ। यहाँ यस्तो छ बाटो, उड्छ त स्कुटी त यार। ल अब पेट्रोल हाल्ने, त्यस पछाडि हामी फिलिली जाने। पेट्रोल पम्पमा एकछिन सुभाषलाई पर्खिनुपर्छ। बाइकमै आउने रेउ चाहिँ, हामी चाहिँ स्कुटीमा जाने हो, भालै भएन। फुल गरिदियो नि त, कति जान्छ? भित्र कहाँ धुन्छ त? ल साथीहरू, पेट्रोल सेट्रोल हालियो। सुभाष पनि आइपुग्यो। टक्क 70-80 हजार 1 लाखको जुत्ता लगाएर आयो साथी। अब टक्क हामी जाने। टक्क लाग्यो अब सजिलो। अब छोरोलाई कुदाउनु दिने हो, म पछाडि बस्ने हो अनि पछाडिबाट भ्लग गर्दै हिँड्ने हो म चाहिँ भन्ने मेरो सोच हो। के हुन्छ थाहा भएन, हेर्दै जाउँ। त्यतिर हामी चाहिँ टक्क लाएर तल हिटी आइपुग्यो, कटियो भनौँ है। अब हामी ठिक्क छ मौसम, अहिले घाम पनि छैन, पानी पनि छैन, बिन्दास छ। अनि पदम सर चाहिँ हाम्रो उतै हुनुहुन्छ, थर्पुमा। एकजना बहिनी सानो नानी पुर्याउनु जानुभएको, अनि उतैबाट काबेली आउने भेट हुने भन्ने कुरा हो। अनि म चाहिँ स्कुटीमै हो, अब के गर्ने, फेरि चप्पलमा हो बिन्दास। बाइक झिक्न अल्छी लाग्यो मलाई चाहिँ, किनभने अब बाइक अलिक चित्त बुझिराखेन नि त। त्यही भएर मैले बाइक नझिकेको, कुदाएको छैन, नकुदाएर बिग्रिसक्यो। 1.5 महिनाभन्दा बढी भइसक्यो। पहिला यो स्कुटी झिक्नुभन्दा अगाडि पनि त्यो बजाजको 125 कुदाएँ धेरै। अनि त्यो बाइक त्यत्तिकै थन्केको जहिले पानी पर्छ भिजेको भिजै, छोपेको पनि छैन। माथि अर्काको होटल अगाडि छ, त्यही भएर अनि त्यसलाई बेच्ने पुरै उसमा छु म। अनि त्यही भएर चाहिँ अब लगभग साउन अन्तिम भदौ पहिलो हप्ता चाहिँ म अर्को बाइक लिन जान्छु काठमाडौँ भन्ने कुरा हो। टक्क लाएर बानन्दे आइपुग्यो, बिन्दास तरिकाले गइँदैछ। अब खै हावामा हिँडेको नि, अब जाने कुरै थिएन मेरो त। बिहान सुभाषले फोन गरेर बोलाएर जाऊँ भने जाऊँ भनिदिएको। गोपाल दाइ नि भेट भयो अहिले बाटोमा, तर नजाने भन्नुभयो।
अनि त्यही भएर हामी चाहिँ अब जाँदैछौँ साथीहरू। भिडियो के कस्तो लाग्छ है हेरिदिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब चाहिँ हान्न नबिर्सिनु होला भन्न चाहन्छु। ल ठ्याक्क बानन्दी आइपुग्यो। यता सिधा गयो भने चाहिँ हामी दोभान पुग्छौँ। फेरि यता चाहिँ हामी काबेली लाग्छौँ। साथीहरू हामी चाहिँ काबेली पुग्न लागियो। अब अहिले हामी खरेमा छौँ। खरे आइपुग्यो। अनि यस्तै हो। सुभाष अलिकति अगाडि गइसक्यो। हामी जाँदैछौँ बाउ छोरा। छोरोले कुदाइरहेछ अहिले चाहिँ यसरी। अनि म चाहिँ अब भ्लग गर्न भनेर यो ठुलो हेलमेट लगाएको नि त। फुल हेलमेट लाउनै पर्ने हुन्छ। अनि अहिले उसले कुदाइरहेछ। उसको पनि हेलमेट फाल्टै हुन्छ स्कुटीमै भित्र राखेको हुन्छ सिटमा। अनि हामी जाँदैछौँ। कस्तो दामी सिन देखिरहेछ यहाँबाट चाहिँ। ल यता माथि चाहिँ थेचम्बु है। यो माथि चाहिँ थेचम्बु। अनि हामी काबेली पुग्न लागि अब चाहिँ खासै धेरै लामो नहुन पनि सक्छ आजको भ्लग। अब लामो भइगयो भने पनि यसो हेरिदिनु होला भन्न चाहन्छु। साथीहरू हामी चाहिँ काबेली टक्क आइपुग्यो। एकदम मस्तसँगले घाम लागेको छ। सुभाष अघि पुगिसक्यो होला। अब पदम सर कति बेला आउनुहुन्छ कि बा अघि आउनुभयो कि त्यो थाहा भएन। हामी चाहिँ आइपुग्यो है। अब हामी टक्क लाएर चिसो खान्छौँ। माछा साछा खान्छौँ। खासै माछा खान मन लाग्दैन तर पनि खाइदिने आज चाहिँ। खै त उतै गयो जस्तो छ त। जाउँ। ए फाइनल्ली साथीहरू माछा खोजेर यति आयो। टक्क लाएर अब हामी पदम सर पनि आइपुग्नु भएको छ उहाँ। अनि अब हामी माछा साछा खाएर अनि फाइनल साथीहरू हामी चाहिँ टक्क रेडगुल सेडगुल माछा चटपटे सब खाइसक्यो। अनि खाएर अब हामी घरतिर फर्किने। जाउँ सर जाउँ। यो त उयो पो हो क्या हो? को हो त्यो हिँड्नु न हिँड्नु। ल साथीहरू अब हामी चाहिँ टक्क लाएर काबेलीबाट फर्क्यौँ। हामी खाजासाजा खाएर चिसो रेडबुल सेडबुल खाइयो। अनि हामी फर्क्यौँ। माछा खाइयो। माछा नपाएर फेरि तपाईँको भन्नुहुन्छ भने अर्को ठाउँबाट खोजेर ल्याएर दिनुभयो दिन चाहिँ। अनि हामी फर्किँदैछौँ। अब आजको भ्लग यस्तै हो। खासै केही छैन त्यस्तो। घुम्न गएको पनि होइन। हामी खाना मात्रै आएको। पैसा सक्न आएको जस्तो लाग्यो। अब यहाँ कहाँ राख्ने भन्ने कुरा हो मलाई। हामीलाई चाहिँ पुरा हामी त्यहाँ अगाडि आएर यसो बाहिरतिर लाग्यो पिसाब सिसाब फेर्न। अनि उनीहरू ठ्याक्कै त्यो बेला कटे। अनि हामीलाई भेट्नै गाह्रो परिरहेछ अहिले। उति पर जाँदै रहेछन्। ल त्यस्तो धेरै स्पिड छैनन्। भेटियो लगभग तर तुफान कुदिरहेछौँ हामी। अब उकालोमा 40-45 भनेको स्कुटीमा राम्रै स्पिड हो। छोरालाई कुदायो भनेको माथि सजिलो बाटो आएपछि कुदाउँछु भन्छ। यो पनि सजिलो हो तर कस्तो भने त्यहाँ बिचबिचमा बिग्रेको छ। अनि त्यो भएपछि चाहिँ फेरि उसले चेन्ज गर्नु पर्यो नि त। त्यही भएर जाँदैछौँ साथीहरू। आजको भ्लग चाहिँ अब यस्तै हो। अब छिटै गएर अब एकछिन पसल बसिन्छ। अनि पसल बसेर मोबाइल सोबाइल चार्ज गर्नु पऱ्यो। भिडियो एडिट हान्नु पऱ्यो। अनि अब चाहिँ फेरि भ्लग आइहाल्छ होला। सोमबारतिर भ्लग आइहाल्छ। हेरिदिनु होला के कस्तो लाग्छ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। मेरो बोली अलिक यस्तै छ। अब मतलब नराम्रो बोल्ने चाहिँ होइन। मतलब अब सानो बोली छ। अब बुढो भइयो यस्तै हो साथीहरू। यस्तै भए पनि हेरिदिनु होला। लेग्रो ताने जस्तो स्वर छ। ल हामी जाँदैछौँ है त।
फाइनल्ली साथीहरू हामी चाहिँ काबेली पुगेर आइसक्यो है। टक्क दोकानमा आएको छु म चाहिँ। अब आजको भ्लग यस्तै यस्तै भयो। अब यति नै हो। अब यहाँबाट त के देखाउने र होइन, दोकान कति देखाउनु, सबै भिडियोमा दोकान छ प्रायः, भन्दा पनि धेरै त छैन, 3-4 छ। अनि अब आजको भ्लग चाहिँ के कस्तो लाग्यो होइन हेरिदिनु होला। अब के सुझाव गर्नु छ भनिदिनु होला। भनौँ भने त अब मेरो बोली भएको छैन, अलिक ठुलो बोल्नु पऱ्यो होइन। अनि त्यस पछाडि अरू त ठिकै छ होला सायद। के कस्तो लाग्यो हेरिदिनु होला। अनि अब 2-4 दिन पछाडि म फेरि झापा झर्दैछु अनि फेरि भ्लग आउनेवाला छ, हेर्नु होला। के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला भन्न चाहन्छु है साथीहरू। र नेक्स्ट भिडियोमा भेटौँ भन्दै आजलाई बाई बाई।